नमस्ते साथीहरू, सबैजना साथीहरूलाई टेक साथी युट्युब च्यानलमा धेरै धेरै स्वागत छ। आजको यस भिडियोमा चाहिँ हामीले बत्तीको पैसा कसरी ई-सेवाबाट तिर्ने भनेर देखाउँदैछु। यो भिडियो हेरिसकेपछि तपाईँहरूले पनि ई-सेवाबाट सजिलै आफ्नो बत्तीको पैसा चाहिँ तिर्न सक्नुहुन्छ। आउनुहोस् आजको भिडियो सुरु गरौँ। तो चलिए शुरू करते हैं। सबैभन्दा अगाडि चाहिँ ई-सेवा एप्समा जानु होला। एप्समा गइसकेपछि तपाईँले त्यहाँ लगइन गर्नु होला र आज चाहिँ 2082 साल रहेको छ। तपाईँहरू सबैजनालाई शुभकामना। अब बत्तीको पैसा तिर्नको लागि चाहिँ इलेक्ट्रिसिटीमा थिच्नु होला। अब तपाईँहरूको अगाडि चाहिँ यस्तो खाले इन्टरफेस आउँछ। यहाँनिर तपाईँले चाहिँ तीनवटा अप्सन आउँछ। काउन्टर छ, एससी नम्बर छ, त्यसपछि कस्टमर आइडी छ। यो चाहिँ कहाँ हेर्ने त भन्दाखेरि जुन तपाईँको मिटर हेर्न आएको मान्छे हुन्छ उनीहरूले दिएको रसिदमा हुन्छ है। त्यसको तपाईँले सबैभन्दा माथि हेर्नु भयो भनेदेखि चाहिँ सबैभन्दा माथि चाहिँ त्यहाँ ब्रान्च हुन्छ, त्यसपछि एससी नम्बर हुन्छ र कस्टमर आइडी हुन्छ। तपाईहरुले यो तीनटै कुरा चाहिँ त्यहाँनिर पाउन सक्नुहुन्छ। मैले स्क्रिनमा पनि राखिदिएको छु, तपाईहरुले त्यहाँबाट चाहिँ पत्ता लगाउनु होला है त। अब म चाहिँ यहाँ मेरो डाटा फिल गर्दैछु। म चाहिँ नुवाकोटबाट हो, त्यसकारण नुवाकोट सिलेक्ट गर्छु। त्यसपछि यहाँ एससी नम्बर रहेको छ। यो एससी नम्बर पनि त्यहाँ मेरो जुन छ त्यसलाई फिल गर्दैछु। तपाईहरु पनि आफ्नो एससी नम्बर हेरी चाहिँ राख्नु होला है। त्यसपछि यहाँ कस्टमर आइडी भनेको छ। कस्टमर आइडी पनि त्यही पेपरमा रहेको छ। यति भइसकेपछि चाहिँ प्रोसिडमा थिच्नु होला। प्रोसिडमा थिचिसकेपछि तपाईको अगाडि चाहिँ यस्तो खाले इन्टरफेस आउँछ। यहाँ कस्टमरको डिटेल आउँछ, नाम, तपाईको काउन्टर, तपाईको कन्ज्युमर आइडी, एससी नम्बर सबै आउँछ र तपाईको पेमेन्ट कति बाँकी छ यही आउँछ। यहाँ फागुन र चैतको बाँकी छ मेरो चाहिँ। अब यो दुईटालाई म पेमेन्ट गर्दैछु। जम्मा चाहिँ 70 रुपैयाँ भएको रहेछ। यदि तपाईँ एडभान्समै तिर्न चाहनुहुन्छ भने टिक गर्नु होला, हैन भने नगर्नु होला। म चाहिँ गर्दिन अहिले एडभान्समा। त्यसपछि प्रोसिडमा थिच्नु होला। म यसलाई तिर्न जाँदैछु। 70 रुपैयाँ भएको रहेछ। कन्फर्ममा थिच्नु होला। आफ्नो पिन हानेर चाहिँ त्यसलाई कन्फर्म गर्नु होला र मेरो चाहिँ यहाँ यसरी पेमेन्ट भइसकेको छ। 70 रुपैयाँको चाहिँ मैले तिरिसकेको छु। अब म तपाईहरुलाई यसको हिस्ट्री पनि लगाएर देखाउँछु। यहाँ चाहिँ मेरो यसरी पेमेन्ट चाहिँ भएको छ है त। यो तरिकाले तपाईहरुले पनि आफ्नो बत्तीको पैसा चाहिँ सजिलै आफ्नो मोबाइलबाटै तिर्न सक्नुहुन्छ। आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो? यदि राम्रो लागेमा भिडियोलाई लाइक गर्नु होला र यस्तै अन्य भिडियोहरुको लागि च्यानललाई सब्स्क्राइब गर्नु होला। कमेन्ट पनि गर्नु होला र शेयर पनि गरिदिनु होला। अब तपाईहरुले यसरी नै आफ्नो घरै बसेर मोबाइलबाट बत्तीको बिल चाहिँ तिर्न सक्नुहुन्छ है त। धन्यवाद साथीहरु।